हेलो सरप्राइज होइन मिठो है। अब कुर्दा 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 भोलि 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 भन्दा बनाउन भन्दा चाहिँ भोलि बाँधीले गर्दा चाहिँ अलमोस्ट इयर क्याम्प भएछ मेरो भिडियोमा होइन। अनि के कारणले भन्दाखेरि चाहिँ बिहान चाहिँ मेरो क्लासेस छ, दिउँसो चाहिँ एउटा कन्ट्र्याक्ट बेसमा मैले चाहिँ रोटरी क्लब अफ नारायणघाट र वार्ड सेन्टर पहलसँग चाहिँ माडीमा हाम्रो चितवनको अर्को एउटा पार्टमा माडीमा चाहिँ एउटा सरकारी स्कुलमा गभर्मेन्ट स्कुलमा चाहिँ डिजिटल लिट्रेसीको चाहिँ टिचर बनेको छु। त्यसमा चाहिँ टिचरलाई रेस्टुरेन्टलाई सर्भ गर्छु। के कुरा गर्छु भन्दाखेरि चाहिँ कम्प्युटरको विषयमा, कम्प्युटरको बारेमा टिचरलाई सिकाउने, अनलाइन क्लासेसहरू कन्डक्ट गर्ने। त्यो डिजिटल लिट्रेसी भनेको ओभरअल सबै पऱ्यो त्यो गर्ने गर्छु। अनि एकदम टाइट सेड्युल भएको भएर मोस्टली होइन, अलिकति टाइम पनि मिलेको थिएन हो होइन, मिल्थ्यो होला मिलाउनलाई, बट त्यतै बिजी अरू कुरामा अझ बिजी भएर मैले भ्याएको थिएन। सो दिस कन्ट्र्याक्ट होइन अहिले गरेर काम चाहिँ इज कमिङ टु एन एन्ड डिसेम्बर 30मा। सो आज चाहिँ अलिकति टाइम थियो किनकि मेरो क्लास मोस्टली 6 to 9 हुन्थ्यो बिहान। त्यसपछि 9 चाहिँ आएर खानासाना खाएर दौडिहाल्थेँ म माडीको लागि। 10 to 4 थियो नि त्यहाँ, अनि आइपुग्दा 5 हुन्थ्यो। त्यही भएर मोस्टली भिडियोहरू लिजर टाइम थिएन। अनि आज चाहिँ बिहान 7:30 थियो, 8:30 छ क्लासेस। अनि अलिकति त्यतातिर नि अब टिचरहरू धेरै अलिकति सिक छन् आज, सो मोस्टली डिपेन्डेन्ट हुन्न ममा। त्यो कारणले आज चाहिँ एउटा भिडियो बनाउँदैछु, जस्ट वाट्स गोइङ अन इन लाइफ होइन। पत्ताउँदो तरिकाले मान्छे बिजी भएको रहेछ होइन, रेस्पोन्सिबिलिटीहरू एड अन हुँदाखेरि नै। ठिक छ, त्यही नै हो। अब म चाहिँ रेडी हुँदैछु। सो रेडी भएर हामी म चाहिँ निस्केँ। अब निस्केँ कहाँको लागि भन्नुहुन्छ भने चाहिँ कलेज। अनि दोज अफ यु आर वन्डरिङ मेरो कलेज चाहिँ त्यो हो है, ठ्याक्कै। अब यो रुम चाहिँ मेरो हो, त्यो साथीहरू छन्। नबल धेरै रक्स त्यो दिनु हाम्रो कम्युनिकेसन त्यही नर्मल भ्लग अब के गरेर भनेर त्यही हो। ल म निस्केँ, अब गएर चिया खान जान्छ साथीहरूसँग। ल साथीहरू यहाँ छन्, अब हामी निस्किन्छौँ चिया खान। ल अब हामी चाहिँ माडी जाँदै। ल हेर्नु यस्तो त बाटो, बिच बाटो रोकेर मान्छेहरू हुँदैन। के छ त नि रोहन भाइ? हेलो भन्दै त। हेलो। आज हामी कहाँ जाँदैछौँ रोहन भाइ? माडी ओके। हामी बेलुका फर्किने बेला माहरू पस्ने हो तिमी? होइन तपाईँलाई पस्नु मन लाग्छ? होइन देखेको तिमी, त्यही भएर। यस्तो भ्यू देख्न पाइन्छ साथीहरू बेला बेला, रमाइलो छ ठाउँ चाहिँ हेर्नुहोस्। बुझ्यो कि नै? बुझ्यो भने बुझ्यो भन, बुझेन भने बुझेन भन। वेबसाइट भनेको के हो, HTML भनेको के हो? ल हाम्रो चाहिँ एउटा सेसन लिएर भर्खर यसो बसिरहौँ दाजुभाइ। टिचरहरू आउनु भएन, रिजल्ट पब्लिकेसन छ, त्यही भएर यस्तै चलिरहेको हेर्नु। ल अब हामीले चाहिँ अर्को सेसन लिँदैछौँ 5 क्लासको विद्यार्थीहरूलाई। रिभिजन जस्तो के ऱ्यापअप जस्तो हो यो चाहिँ। सम्झाइसकेँ होइन, नआएको ध्यान नदिएको यता हेर्नु। यो हेडफोन भयो, यो यसरी लाइन्छ है, यो दुइटाबाट आवाज आउँछ त्यहाँबाट है। अनि यो चिज चाहिँ के हो भन्दाखेरि तिनीहरू यहाँबाट बोलेपछि उता अर्को मान्छेले सुन्ने। जस्तै मेसेन्जरमा बोल्छ नि, त्यस्तै अनलाइन मिटिङमा बोल्यो भने यहाँबाट तिनीहरू बोलेको क्वेसन सोध्न पर्ने, यहाँबाट बोल्ने होइन।
अब तिमीहरूले केही हेर्दैछौ भने चाहिँ भिडियो हेर्दै नि यसलाई टाढा राख है। अनि यो जहिले पनि लाउने बेला लेफ्ट साइडमा राख है, यतापट्टि बुझ्यौ। लेफ्ट साइड भनेको कुरा हात देखाउ सबैजनाले ल। लेफ्ट साइड, लेफ्ट, त्यो लेफ्ट चाहिँ हो। दायाँ बायाँ भन्ने थाहा कि नै? दायाँ भनेको कुरा देखाऊ सबैले। अनि बायाँ भने ओके ल, बायाँ चाहिँ बायाँपट्टि चाहिँ ल लेफ्ट साइडमा चाहिँ यो हेडफोन राखेको माइक्रोफोन चाहिँ यो आउनु पऱ्यो है। अनि यो राख्दाखेरि यसरी अब तिमीहरू बोल्छ नि त, बोल्ने जहिले पनि यसरी नजिक नल्याऊ है, अलिकति टाढा राख यसरी है। अनलाइन मिटिङमा बस्यो भने ह्यान्ड्स डाउन, ह्यान्ड्स डाउन, ओके। अनि यसलाई अलिकति टाढा राख है, किन भन्दाखेरि यो तिमी बोल्दाखेरि यो उसले बिग्रिन्छ कि हो, बुझ्यो। यो माइक्रोफोन यहाँ हुन्छ बिग्रिन्छ, यसले गर्दा भोलि पनि तिमीहरू बोलेको सुनिँदैन, ओके। अब यसलाई टाढा राख्ने होइन। अनि यो जहिले पनि अब युज गर्यो राख्ने बेला चाहिँ माथिपट्टि राख कि यसरी, बुझ्यो। यो चिज चाहिँ माथि हुनु पऱ्यो कि, यसरी नराख, यसरी यहाँ टेबलमा नराख, बिग्रिन्छ। यो दोब्रियो भने बिग्रिन्छ, भाँचिन्छ, अनि फेरि भोलि चल्दैन है। सो यसरी राख्ने, ओके, बुझ्यो नि। दायाँ बायाँ कुनमा चाहिँ के राख्ने ल भन त, यो कुन यो कतापट्टि राख्ने हो, ओके। अनि दायाँपट्टि के राख्ने त, केही पनि नराख्ने होइन। अनि यसलाई राख्न जस्तो युज गरेर राखेँ, राख्ने बेला कसरी राख्ने, यसरी राख्ने हो, ओके। माथिपट्टि राख्ने यहाँ यसरी है, ध्यान दिने ल। यसरी युज गर्ने, यो चिजको जतन गर्ने। यो भएन भने फेरि तिमीले भोलि पनि यसरी यहाँ पढाएको सुन्न पाउँदैन, अनि अनलाइन मिटिङहरू केही भयो भने यो चल्दैन फेरि, बुझ्यो नि। यो राखेर हामीले निस्क्यौँ होइन अब हाई स्कुलबाट। अब त्यहाँ गएर चाहिँ चिया हाल्छन् अनि स्ट्रेट टु होम। ओके ल, घर आइयो, घर चाहिँ चियाबारीमा टक्क चिया खाँदैछु। ओके सो फाइनली एट 7 PM होइन। अब 5 बजे आइपुग्छु, चिया खायो, कहिले साथीभाइसँग भेट्यो, केही काम यताउता गर्दा गर्दै अनि घर फ्यामिलीसँग बस्यो एकछिन, फ्यामिली टाइम, डिनर गरेर माथि आफ्नो स्पेसमा आइपुग्दा चाहिँ समझ 7:30 or 7 है। अनि देन आफ्टर म चाहिँ एकछिन कम्प्युटरमा बस्छु। मोस्टली अब जसले चिन्नुहुन्छ म चाहिँ खासै त्यति ल्यापटप छ, आइप्याड मोबाइलहरू हुन्छ, बट आई प्रिफर टु वर्क इन पिसी होइन। यसमा एकदम फ्लेक्सिबल छिटो भयो जस्तो लाग्छ काम चाहिँ। अनि पिसीमा बसिरहेको हुन्छु, आई क्यान स्टिल एज लङ एज आई क्यान होइन। अनि त्यसले गर्दा मेरो ब्याकको प्रब्लम पनि भएको थियो। सो आई गट आई हेभ क्रिएट माई डेस्क, त्यो चाहिँ स्ट्यान्ड टेबल पोर्टेबल छ कि, when I'm working होइन फर लङ मान्छेलाई रेज गर्छु अनि उभिएरै काम गर्छु, इट्स गुड फर माई ब्याक। एन्ड अब काम चाहिँ के गर्छु भन्दाखेरि चाहिँ मार्केट हेर्छु, यसो विषयहरू दिउँसो होइन। अनि आएर यसो फलोअपहरू केही चेक गर्नु छ भने, अनि केही अब एसाइनमेन्टको कामहरू छ, अनि केही त्यो टिचरहरूलाई दिएको एसाइनमेन्टहरू छ या दिन छ, केही अनि मन्थलीमा रिपोर्ट सिपोर्ट बनाउनु छ, केही गर्नु छ, कसैको क्लाइन्टहरू मार्केटिङको काम हेरिदिन सक्दैछु, एड रन गरेर सऱ्यो भने त्यसलाई नै हेरिरहेको छु मोस्टली होइन। अहिले ट्याक्कै करेन्टली चाहिँ मैले के गरिरहेको छु भन्दाखेरि चाहिँ मेरो एउटा वेब एप बनाएको छु भने चाहिँ फाइनेक्स नाम छ, यु क्यान चेक आउट इन माई पर्सनल वेबसाइट bookman.com.mp। त्यसमा चाहिँ त्यो चाहिँ कस्तो भन्दाखेरि फाइनेन्स रिलेटेड एप हो होइन। त्यसमा चाहिँ हामीले बिजी पर्सन भनौँ न, बिजी नन बिजी हाउस होल्डले पनि युज गर्नु पाइयो, बट मोस्ट टार्गेटेड चाहिँ को भन्दाखेरि म जस्तै बिजी स्टुडेन्टहरू साथीहरू जसले चाहिँ आफै बस्नुहुन्छ, आफै कमाउनुहुन्छ, आफैले खर्च गर्नुहुन्छ, त्यो चाहिँ एक्सपेन्सहरू ट्र्याक गर्नलाई त्यसमा एउटा वेब एप बनाएको छु कि। एन्ड इट गट एन इनसाइट होइन। त्यो चाहिँ अब त्यसमा के काम गर्छ भन्दाखेरि अब त्यो लाइभ छ एन्ड माई फ्रेन्ड्स आर युजिङ इट है। अनि तिनीहरूले पनि कन्सटेन्ट फिडब्याक दिइरहन्छ, यो यस्तो भएको भयो, यस्तो यस्तो भएको भयो भनेर चाहिँ दिइरहनुहुन्छ। म त्यसमा काम गर्छु मोस्टली। अनि काम गर्दा यताउता गर्दा गर्दै तपाईँको 10:30 भइसक्छ, एन्ड इट्स अलमोस्ट अ बेड टाइम। एन्ड म सुत्छु एन्ड नेक्स्ट डे इट्स अगेन द सेम स्ट्रिट है। सो प्रोभाब्ली यो भिडियो पोस्ट गर्ने बेला चाहिँ आई विल बी अ लिटल फ्री, किनकि डिसेम्बर सकिसक्यो, इट्स जनवरी। एन्ड जनवरीमा अभियसली म माडी नै नपुगे पनि फिजिकल्ली, बट म भर्चुअली चाहिँ लिएर हुन्छु त्यो दिन सेसन्सहरू टिचरहरूको लागि एज माई कन्ट्र्याक्ट। त्यो भएपछि अलिकति फ्री टाइम हुन्छ। सो दिस आर माई टाइम एन्ड डे गोज नर्मल्ली है टिल नाउ, यो पास्ट 6 मन्थ चाहिँ। एन्ड फर नाउ अब यो माडीको प्रोग्राम सकिसकेपछि यो भिडियो पोस्ट गरेपछि अलिक समयपछि मेरो भिडियोहरू पनि आउनु थाल्छ, ट्राभल ब्लग भनौँ, त्यही नै छ।
Okay, so stay tuned and see you in next video.